तपाईँ आफूले आफूलाई किन कमजोर सोच्नुहुन्छ? त्यसले सजिलै आएर काम गर्ने त्यसको लागि ठाउँ किन दिनुहुन्छ? त्यसको लागि किन मन दिनुहुन्छ? म त सामर्थ्यले भरिएको मान्छे हो, मलाई देख्दै टाढैबाट हट भनेपछि चट हुन्छ भने, टाढैबाट भाग्छ भने त्यसले म भित्र आएर काम कसरी गर्न सक्छ? हे पिता, हजुर हुनुहुन्छ, परमेश्वर तपाईँ हुनुहुन्छ मसँग, तपाईँको महिमा छ मसँग, तपाईँको आशिष छ मसँग। यो कुरा बुझ्नु, अनि कुनै पनि समस्याले तपाईँलाई दबाउनै सक्दैन। जब गुरुले भन्नुभयो छाड अनि यस शरीरलाई छोडेर जा भनेपछि के गर्यो? हजारौं हजारौं दुष्ट आत्मा हाहा सुई सुई गर्दै त्यो शरीरलाई छोडेर चट्टै निको भएर भाग्यो, सबै हट्यो। तब पागल भएको व्यक्ति चट्टै निको हुनुभयो, फ्रेस हुनुभयो। तब गुरुको साथ साथमा परमेश्वरको महिमा गर्न हिँड्ने योग्य कसले गराउनु भयो त? पिता परमेश्वरले। त्यस्तो सामर्थ्य बनाउनु भयो परमेश्वरले। जा भनेपछि हजारौं दुष्ट आत्मा पनि हाम्रो पैताला मुनिको धुलो, करोडौं दुष्ट आत्मा पनि, संसारमा भएका हजारौं दुष्ट आत्मा भन्दा हामीसँग भएको एउटै स्वर्गदूत पनि अरू शक्तिशाली हुनुहुन्छ। स्वर्गदूत त एउटा मात्रै नै, असंख्य स्वर्गदूत पिताले हामीलाई दिनुभएको छ। एउटा मात्रै स्वर्गदूत त त्यति धेरै हुनुहुन्छ, त्यति धेरै शक्तिशाली हुनुहुन्छ भने अनगिन्ती स्वर्गदूत हुनुहुन्छ। अनि स्वर्गदूत भन्दा पनि अरू शक्तिशाली परमेश्वरका सन्तान हामी हौं भने अब त्यस्तो त्यो कमजोरी चिजले तपाईँ हामी शक्तिशालीलाई, हामी बलियो भएकालाई कसरी बिगार्न सक्छ? कसरी नष्ट गर्न सक्छ? त्यो त हुनै सक्दैन। परमात्मा हजुर जान्नुहुन्छ। वचन दिनु, उत्साहित गराउनु। परमेश्वर धन्यवाद गर्छु, भइसक्यो बोल्नु, भइसकेको काम पिता परमेश्वरले गरिसक्नु भएको छ।